हेलो नमस्ते अनि गुड मर्निङ सबैजना मेरा प्यारा साथीहरूमा। आज चाहिँ म हजुरहरूको सामु आलु परोठा र चिकन चिल्ली लिएर आएकी छु। यो चिकन चिल्ली र आलु परोठा चाहिँ मेरो 1 वर्ष पुरानो कस्टमरले फेरि काठमाडौँ घुम्न आउँदा मलाई खोजी खोजी आएर दिनुभएको अर्डर हो। उहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो चटपटा द स्टेट क्रेभिङ चाहिँ चटपटमा मात्रै सीमित नभएर हाम्रोमा चाहिँ थकाली खाना खाजा सबैको व्यवस्था छ। तर थकाली खानाको लागि चाहिँ अलिकति थोरै टाइम लाग्छ किनकि मैले सानो बाटो स्टार्ट गर्दैछु, त्यसैले चाहिँ थोरै टाइम लाग्छ। हजुरहरू देख्न सक्नुहुन्छ मलाई भिडियो पनि बनाउन आउँदैन, बिस्तारै सिक्दैछु अनि सानो स्पेसबाट सुरुवात गर्दैछु। त्यसैले अलिकति टेबलमा अलिकति यताउति सामान देखिराख्नु भएको छ, त्यसलाई चाहिँ इग्नोर गर्नुहोला। तर मैले सरसफाइ हाइजिनमा चाहिँ एकदमै ख्याल राखेको छु र राख्ने पनि छु। हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ। धन्यवाद।